Hello dear students. Today we are going to start revision for exam. Syllabus हामीले अलरेडी कम्प्लिट गरिसकेका छौं है र आजदेखि चाहिँ हामी एक्जामको लागि रिभिजन गर्न गइरहेका छौं र नानीहरूले फर्स्टमा फ्याब मार्चमा पढेको च्याप्टरहरु भुलिसक्नु भयो होला सो त्यही कारण हामी आजको फर्स्ट टपिक छ लिनियर इक्वेसन इन वन भेरिएबल अनि यो एउटा टपिकबाट चाहिँ यो एउटा च्याप्टरबाट चाहिँ म क्लास 7 र क्लास 8 दुईटाकै कम्प्लिट गर्न गइरहेको छु अनि यसमा हामी डिटेली डिस्कस गर्दैनौं यसमा हामी इम्पोर्टेन्ट कुराहरु मात्रै डिस्कस गर्छौं ओके सो फर्स्ट अफ अल हामी कुनै पनि च्याप्टर सुरु गर्नु भन्दा अगाडि च्याप्टरको जुन नाम छ त्यो नामलाई बुझ्नु एकदमै जरुरी छ ओके जसरी यहाँ फर्स्टमा छ लिनियर इक्वेसन के भनेको छ लिनियर इक्वेसन फर्स्ट अफ अल नानीहरूले बुझ्नु पर्यो लिनियर इक्वेसन भनेको के हो लिनियर इक्वेसन भनेको चाहिँ एउटा यस्तो इक्वेसन हो जसको चाहिँ भेरिएबलको हाईएस्ट पावर चाहिँ कति हुनु पर्यो 1 हुनु पर्यो जस्तै म यहाँ एउटा एक्जाम्पल दिन्छु मैले यहाँ लेखे 2x + 3 यहाँ मैले एउटा इक्वेसन लेखे ओके यहाँ एउटा मैले के लेखे 2x + 3 = 0 मैले एउटा यहाँ इक्वेसन लेखे यो इक्वेसनमा चाहिँ भेरिएबल भनेको के हो अब भेरिएबल भनेको मैले अगाडि नानीहरुलाई भनिसकेको छु है भेरिएबल भनेको चाहिँ अल्फाबेट ए देखि जेड सम्म जस्तै तपाईले यहाँ x देख्नु हुँदैछ y देख्नुहुन्छ k l m a b c के पनि युज हुन सक्छ म्याथमेटिक्समा ओके नम्बरको बादमा भएको जुन चाहिँ अल्फाबेट हुन्छ त्यसलाई भेरिएबल भनिन्छ अनि भेरिएबलको माथि यहाँ पावर तपाईले केही छैन यहाँ केही छैन केही लेखेको छैन है केही छैन भने त्यहाँ 1 हुन्छ दैट मिन्स यसको हाईएस्ट पावर भेरिएबल एउटा मात्रै छ र यसको हाईएस्ट पावर कति भयो 1 भयो सो यस्तो खालके यहाँ 1 लेख्नु पर्दैन ओके यहाँ 1 छ 1 लेख्नु पर्दैन मैले तपाईलाई बुझाउनको लागि मात्रै भनेको सो यसको हाईएस्ट पावर कति भयो 1 भयो सो यस्तो खालके इक्वेसनलाई चाहिँ लिनियर इक्वेसन भनेर भनिन्छ अझै बुझ्नुको लागि अझै एउटा हामी एक्जाम्पल लिन्छौं ओके सपोज हाम्रोमा छ रे 2x² + 3x + 5 = 0 अझै एउटा हाम्रोमा एक्जाम्पल आयो एउटा मैले इक्वेसन लेखे अब यहाँ तपाईले भेरिएबल हेर्नु पर्यो फर्स्ट अफ अल ओके यहाँ भेरिएबल हेर्दाखेरि यहाँ x छ यहाँ x को पावर केही छैन भने यहाँ 1 छ x को पावर 1 छ भेरिएबल है यहाँ पनि x छ x को पावर कति छ 2 छ सो यहाँ भेरिएबलको हाईएस्ट पावर कति भयो 2 भयो यदि भेरिएबलको हाईएस्ट पावर 2 छ भने चाहिँ त्यसलाई क्वाड्रेटिक इक्वेसन भनेर भनिन्छ ओके सो यो अहिले हाम्रो टपिकमा छैन क्वाड्रेटिक इक्वेसन यसलाई हामी अर्को टपिकमा गर्नेछौं अर्को भिडियोमा गर्नेछौं अहिले हाम्रोमा चाहिँ लिनियर इक्वेसन सो तपाईहरुले बुझिहाल्नु भयो लिनियर इक्वेसन भनेको के हो भेरिएबलको यदि हाईएस्ट पावर चाहिँ है भेरिएबलको हाईएस्ट पावर अथवा कति जनाले भन्नुहुन्छ यदि कुनै इक्वेसनको डिग्री भनेको के हो भन्दा यहाँ टेम्परेचर वाला डिग्री हैन ओके यहाँ चाहिँ डिग्री भनेको के हो भन्दा चाहिँ भेरिएबलको हाईएस्ट पावरलाई नै डिग्री भनिन्छ सो यो इक्वेसनको डिग्री लेख्नुस् भनेर भन्नुभयो भने चाहिँ यो इक्वेसनको डिग्री कति हुन्छ त भन्दा चाहिँ यो इक्वेसनमा भेरिएबल जो छ त्यसको हाईएस्ट पावर कति छ 1 छ सो यसको डिग्री भयो 1 ओके सो कुनै पनि इक्वेसनको यदि डिग्री 1 भयो भने त्यसलाई लिनियर इक्वेसन भनेर भनिन्छ ओके अनि लिनियर इक्वेसन इन वन भेरिएबल भनेको लिनियर इक्वेसन हुनु पर्यो इक्वेसन चाहिँ लिनियर हुनु पर्यो दैट मिन्स भेरिएबलको हाईएस्ट पावर 1 हुनु पर्यो इन वन भेरिएबल भनेको त्यसमा एउटै मात्रै भेरिएबल हुनु पर्यो जस्तै यहाँ हाम्रोमा छ एउटै मात्रै भेरिएबल छ अझै एउटा यस्तो पनि हुन्छ अझै मैले यहाँ लेखे रे 2x + 3y + 5 = 0 लेखे रे ओके अब यसमा भेरिएबल हेर्नुस् त भेरिएबल को छ x and y ओके x and y चाहिँ हाम्रो भेरिएबल भयो सो भेरिएबलको हाईएस्ट पावर कति छ यहाँ भेरिएबलको पावर केही छैन दैट मिन्स 1 छ यहाँ भेरिएबलको पावर केही छैन दैट मिन्स यहाँ पनि 1 नै छ x को पावर पनि 1 छ y को पावर पनि 1 छ सो हाईएस्ट पावर कति भयो त 1 भयो सो यो पनि लिनियर इक्वेसन हो तर यो लिनियर इक्वेसन इन कतिवटा भेरिएबल भन्दाखेरि यहाँ x and y दुईटा भेरिएबल छ सो यस्तो छ भने चाहिँ यसलाई चाहिँ भनिन्छ लिनियर इक्वेसन इन 2 भेरिएबल जुन चाहिँ क्लास 9 मा गएर तपाईहरुले च्याप्टर नम्बर 3 मा पढ्नुहुन्छ लिनियर इक्वेसन इन 2 भेरिएबल ओके क्लास 8 मा लिनियर इक्वेसन इन 1 भेरिएबल ओके क्लास 7 मा यही कुरालाई सिम्पल इक्वेसन भनेर छ क्लास 7 मा क्लास 8 मा यही कुरा पढ्नु भयो लिनियर इक्वेसन इन 1 भेरिएबल भनेर छ क्लास 9 मा पढ्नु भयो भने च्याप्टर नम्बर 3 लिनियर इक्वेसन इन 2 भेरिएबल भनेर छ क्लास 10 मा पढ्नु भयो भने
आई थिंक च्याप्टर नम्बर 3 नै छ क्लास 10 मा पनि पेयर अफ लिनियर इक्वेसन इन 2 भेरिएबल भनेर छ दैट मिन्स यो 7 देखि नै तपाईले राम्रोसँगले बुझ्नु भएको छैन भने 10 सम्म सारो पर्छ सबै लिंक सानो 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 गरेर तपाईहरुलाई सिकाइएको छ ओके सो आई होप तपाईहरुले यो बुझ्नु भयो है ओके सो लिनियर इक्वेसन भनेको बुझ्नु भयो अब एउटा कुरा चाहिँ यहाँ चाहिँ हाम्रो छ लिनियर इक्वेसन 1 भेरिएबल सो हामी एउटा भेरिएबलको बारेमा मात्रै डिस्कस गर्छौं सपोज हाम्रोमा एउटा इक्वेसन छ 3x + 2 छ अरे ओके फर्स्ट अफ अल त यो लिनियर इक्वेसन हो इन 1 भेरिएबल एउटा मात्रै भेरिएबल छ x मात्रै छ अनि 1 भेरिएबल भयो यो ओके अनि यसमा जुन चाहिँ नम्बर छ जो चाहिँ भेरिएबल सँग छैन यो चाहिँ कन्स्ट्यान्ट टर्म अथवा कन्स्ट्यान्ट नम्बर कन्स्ट्यान्ट टर्म भनेर भनिन्छ यसलाई जो चाहिँ भेरिएबल सँग छैन जो चाहिँ नेचुरल नम्बर हुन्छ ओके नेचुरल नम्बर मिन्स जुन चाहिँ नम्बर काउन्टिङ नम्बर आएको नेचुरल नम्बर है जो चाहिँ 1 बाट सुरु हुन्छ त्यसलाई नेचुरल नम्बर भनेर भनिन्छ 1 2 3 4 एन्ड सो अन कुनै पनि यस्तो खालको नम्बर छ भने चाहिँ यसलाई नेचुरल नम्बर सो यो चाहिँ भेरिएबल सँग छैन भने चाहिँ यसलाई कन्स्ट्यान्ट टर्म भनेर भनिन्छ ओके अब यहाँ चिनिहाल्नु भयो यो भयो भेरिएबल ओके अनि यहाँ एउटा छ अझै 3 छ यो 3 चाहिँ के हो त भन्दा चाहिँ यसलाई चाहिँ भनिन्छ कोएफिसिएन्ट ओके COFFICIENT कोएफिसिएन्ट कसको भन्दा अफ x यहाँ x छ त्यही कारण यो चाहिँ कोएफिसिएन्ट अफ x को कोएफिसिएन्ट भनेर भनिन्छ भेरिएबलको अगाडि जति नम्बर हुन्छ त्यो नम्बरलाई चाहिँ कोएफिसिएन्ट भनेर भनिन्छ मैले यो किन कुरा बताउँदैछु भन्दा क्लास 9 मा तपाईको छ नि है क्लास 9 मा चाहिँ तल दिएको फलोइङ इक्वेसनको तल दिएको फलोइङ इक्वेसनबाट चाहिँ x² को कोएफिसिएन्ट लेख्नुहोस् x को कोएफिसिएन्ट लेख्नुहोस् भनेर छ ओके त्यही कारण मैले तपाईलाई यो बताएको सो यो एउटा भिडियोमा 7 8 9 10 म तीनटै कम्प्लिट गर्दैछु ओके सो यो भयो अब एउटा अझै एउटा यस्तो छ अरे सपोजको लागि x + 2 मात्रै छ अरे ओके x + 2 छ अनि तपाईलाई भनेको छ x को कोएफिसिएन्ट लेख्नु भनेर भनेको छ तपाईलाई सरले भन्नु भएको छ कोएफिसिएन्ट भनेको त x को अगाडिको नम्बर तर यहाँ त x को अगाडि केही नम्बरै छैन सो यदि x को अगाडि केही नम्बरै छैन भने त्यहाँ अलवेज 1 हुन्छ त्यो तपाईले याद गर्नुहोस् सो यहाँ x को कोएफिसिएन्ट कति भयो x को कोएफिसिएन्ट भयो 1 त्यो तपाईले याद गर्नु पर्छ ओके सो बेसिक कुरा हामीले यहाँ सकिसक्यौ अब हामी सिम्पल एक दुईवटा क्वेशन डिस्कस गर्छौं सपोज तपाईलाई भनेको छ अरे हामी सिम्पल देखि अलिकति कम्प्लिकेट सम्म जान्छौं ओके सल्भ सिम्प्लिफाई जे पनि फाइन्ड सल्भ सिम्प्लिफाई भनेर आउने गर्छ यस्तो खालको क्वेशनहरु ज्यादा जस्तो प्राय ओके सपोज सल्भ भनेर आको छ एकदमै बेसिक क्वेशन सपोज तपाईलाई दिएको छ x + 3 = 7 दिएको छ अनि सल्भ भनेको छ अथवा सिम्प्लिफाई भनेको छ अथवा फाइन्ड भनेको छ त कसरी गर्ने त भन्दाखेरि जब पनि तपाईहरुकोमा यस्तो क्वेशन हुन्छ त्यतिबेला तपाईको माइन्डमा के आउनु पर्छ त भन्दाखेरि भेरिएबलको भ्यालु तपाईले फाइन्ड गर्नुपर्छ कसको भ्यालु भेरिएबलको भ्यालु सो भेरिएबल को छ भन्दा भेरिएबल भनेको अघि सरले के भन्नु भएको छ अल्फाबेट सो अल्फाबेट को छ यहाँ x ओके सो x लाई तपाईले एक्लै पार्नु पर्यो सो x लाई कसरी एक्लै पार्ने त भन्ने कुरा आयो नि हैन x लाई कसरी एक्लै पार्न सकिन्छ त भन्ने कुरा आयो अब यहाँ x सँग को छ 3 छ के हुँदैछ प्लस हुँदैछ यो एउटा भेरिएबल हो यो एउटा कन्स्ट्यान्ट टर्म हो यो दुईटा हामीले प्लस अथवा सबट्र्याक्ट माइनस हामी गर्न सक्दैनौ ओके सो यो x एज इट इज लेख्नु पर्यो तपाईले यो इक्वल्स टु एज इट इज लेख्नु पर्यो यो 7 एज इट इज लेख्नु पर्यो यो +3 चाहिँ इक्वल्स टु देखि यता आउँदा तपाईको हुन्छ -3 मैले एकदमै सजिलो मेथडमा म तपाईहरुलाई बताउँदैछु एकदमै इजिएस्ट मेथड ओके सो अब x इक्वल्स टु 7 - 3 7 को अगाडि साइन प्लस छ 3 को अगाडि माइनस प्लस माइनस माइनस 7 मा 3 घटाउँदा यो भयो 4 कति जना नानीहरुले प्राय जस्तो यतिकै छोड्ने गर्छन् यतिकै छोड्नु हुँदैन एउटा ह्याबिट बनाउनु पर्छ म्याथमेटिक्समा एउटा ह्याबिट बनाउनु भएको छ त्यसले रुललाई फलो गर्नुभयो भने तपाई कहिले मिस्टेक खानु हुँदैन ओके यो दुईटा सल्भ गरिसकेर यो आन्सर आयो यो आइसकेपछि पहिला हेर्नुपर्छ 7 and 3 मा को ठुलो 7 ठुलो 7 को अगाडि साइन के छ प्लस छ दैट मिन्स यहाँ पनि प्लस हुन्छ ओके 7 को अगाडि केही साइन छैन भने प्लस छ त्यसैकारण हामीले यहाँ पनि प्लस लेख्नु पर्छ सो यहाँ प्लस लेख्नु पर्दैन यहाँ केही छैन भने प्लसै छ ओके यो एउटा कुरा तपाईले याद राख्नु होस् ओके एउटा क्वेशन यस्तो भयो तपाईले यो एउटा यस्तो गर्नु भयो सपोज को लागि अब अर्को क्वेशन गरौँ
अर्कोमा तपाईलाई दिएको छ 3x minus 2 equals to 8 दिएको छ अरे सपोजको लागि 8 ओके 8 हैन 7 दिएको छ तपाईलाई यहाँ कति दिएको छ 7 अब कसरी गर्ने त भन्ने कुरा हो एम त्यही हो अल्फाबेटलाई चाहिँ एक्लै पार्नु पर्छ दैट मीन्स जो भेरिएबल छ त्यसको चाहिँ भ्यालु निकाल्दैछ हामीले यहाँ ओके सल्भ द फलोइङ इक्वेसन भनेर आउन सक्छ अथवा सल्भ मात्रै भन्न सक्छ फाइन्ड भन्न सक्छ सिम्प्लिफाई भन्न सक्छ धेरै प्रकारले आउन सक्छ गर्नुपर्ने एउटै कुरा हो ओके अब यदि यस्तो छ अरे सपोजको लागि यस्तो छपछि पहिला भेरिएबल जो छ त्यही अत्तालिनु हुँदैन भेरिएबल जे छ त्यही लेख्नु पर्यो अनि भेरिएबलसँग जो छ त्यतिकै इक्वल्स टु त्यतिकै इक्वल्स टु देखि बादमा जो छ त्यो 7 एज इट इज ओके अब भेरिएबलसँग कन्स्टेन्ट टर्म को थियो 2 थियो 2 के हुँदै थियो सबट्र्याक्ट हुँदै थियो -2 छ सो -2 चाहिँ इक्वल्स टु देखि यता आउँदा के हुन्छ +2 हुन्छ अघि के भएको थियो अघि प्लस थियो प्लस कुरा चाहिँ इक्वल्स टु देखि यता आउँदा के भयो माइनस भयो यहाँ चाहिँ के छ -2 छ -2 चाहिँ इक्वल्स टु देखि यता आउँदा के भयो +2 भयो सो अब यो 3x एज इट इज इक्वल्स टु 7 + 2 कति हुन्छ 9 ओके 7 + 2 9 यहाँ त 7 को अगाडि पनि प्लस साइन छ 2 को अगाडि पनि प्लस साइन छ सो को ठुलो को सानो भनेर खेलिरहनु परेन सपोज को लागि यहाँ सपोज माइनस साइन छ अरे भने प्लस माइनस माइनस हुन्थ्यो 7 मा 2 घटाउँदा 5 हुन्थ्यो 7 र 2 मा को ठुलो 7 7 को अगाडि साइन के छ माइनस त्यो आउँथ्यो त्यो चाहिँ ह्याबिट चाहिँ राख्नुपर्छ तपाईले चेक गर्ने ह्याबिट ओके अब यहाँ हेर्नुस् त 3 र x को बीचमा के साइन देख्नुभयो तपाईहरुले प्लस को साइन छ छैन माइनस को साइन छ छैन डिवाइड को साइन छ छैन सो यो 3 र x के हुँदैछ त भन्दाखेरि यो 3 र x मल्टिप्लाई हुँदैछ के हुँदैछ मल्टिप्लाई हुँदैछ ओके अब यो के हुन्छ त सर किन हामीलाई 3x को भ्यालु हैन नि हामीलाई त भेरिएबल एक्लै चाहियो x मात्रै चाहियो यहाँ सो x एज इट इज हुन्छ x को x भयो इक्वल्स टु यो 9 को 9 3x सँग के हुँदै थियो नानी हो यहाँ मल्टिप्लाई हुँदै थियो सो इक्वल्स टु देखि यता आउँदा के हुन्छ डिवाइड हुन्छ ओके सो x एज इट इज इक्वल्स टु एज इट इज 3 1 जा 3 3 3 जा 9 सो आन्सर कति आयो 3 आयो मुनि डिनोमिनेटरमा कति छ 1 1 यदि डिनोमिनेटरमा 1 छ भने हामीले लेख्नु पर्दैन हामीले तीनटा कुरा सिक्यौ यदि +2 छ भन्ने इक्वल्स टु देखि यता आउँदा -2 हुन्छ भन्ने कुरा सिक्यौ यदि -2 छ भने इक्वल्स टु देखि यता आउँदा +2 हुन्छ भनेर सिक्यौ ए सरी +2 छ भने इक्वल्स टु देखि यता आउँदा -2 -2 छ भने इक्वल्स टु देखि यता आउँदा +2 अनि यदि मल्टिप्लाई हुँदैछ भने इक्वल्स टु देखि यता आउँदा डिवाइड हुन्छ भनेर सिक्यौ अब अझै एउटा कुरा म तपाईहरुलाई देखाउँछु अझै एउटा छ ओके यो चाहिँ बेसिक कुरा हो नानी हो तपाईलाई याद हुने एकदमै जरुरी छ यदि यो बेसिक कुरा तपाईलाई याद भयो भने म्याथमेटिक्स यति सजिलो यति इजी भएर जान्छ ओके सो अर्को कुरा के छ भन्दाखेरि सपोज तपाईकोमा यस्तो छ अरे x/2 इक्वल्स टु 3 छ अरे ओके हामीलाई त अल्फाबेट एक्लै चाहिएको हो नि त हैन सो x एज इट इज भइगयो इक्वल्स टु एज इट इज भइगयो 3 एज इट इज भइगयो ओके अब के गर्नु त भन्दाखेरि x सँग 2 के हुँदैछ हेर्नुस् त x सँग 2 डिवाइड हुँदैछ इज इट यसलाई कसरी पढ्छ x डिवाइडेड बाइ 2 अथवा x/2 भन्छ नि त हामी हैन सो x सँग 2 चाहिँ के हुँदैछ डिवाइड हुँदैछ सो यो 2 चाहिँ इक्वल्स टु देखि यता आउँदा के हुन्छ मल्टिप्लाई हुन्छ ओके सो x इक्वल्स टु 3 इन्टु 2 6 सो अझै एउटा कुरा सिक्यो यदि लेफ्ट ह्यान्ड साइडमा चाहिँ भेरिएबलसँग कुनै कन्स्ट्यान्ट टर्म चाहिँ डिवाइड हुँदैछ या कुनै चीज चाहिँ डिवाइड हुँदैछ भने राइट ह्यान्ड साइडमा इक्वल्स टु यतापट्टि राइट ह्यान्ड साइडमा लिएर आउँदा त्यो चाहिँ के हुँदो रहेछ मल्टिप्लाई हुँदो रहेछ भनेर सिक्यो हामीले यो चाहिँ भयो सम बेसिक थिङ्स यु मस्ट नो गट इट आई होप यु अन्डरस्टुड ओके अब हामी अलिकति सिम्पल देखि अलिकति कम्प्लिकेट चाहिँ जब यदि अगाडिको सिम्पल स्टेप बुझेको छैन भने चाहिँ यो कम्प्लिकेट हुन्छ ओके सो अघि सरले के भन्नु भएको छ भेरिएबल एकपट्टि कन्स्ट्यान्ट टर्मलाई अर्कोपट्टि लानुपर्छ हैन अघिसम्म भेरिएबल एउटा मात्रै थियो कन्स्ट्यान्ट टर्म दुईटा थियो सो भेरिएबललाई एक जग्गा राखेर हामीले कन्स्ट्यान्ट टर्मलाई अर्कोपट्टि लाँदै थियो अब यहाँ तपाईले हेर्नुभयो भने भेरिएबल दुईटा देख्नुहुन्छ जस्तै यहाँ 5t छ यहाँ त्यही कारण यो भेरिएबल भयो
अनि यहाँ पनि t छ यस्तो बेलामा कसरी सल्भ गर्नु त सर भन्दाखेरि यो 5t को 5t लेख्नु पर्यो तपाईहरुले 5t को 5t अब अर्को भेरिएबल कहाँ छ हेर्नु पर्यो राइट ह्यान्ड साइडमा छ इक्वल्स टु देखि यता लेफ्ट ह्यान्ड साइड अनि इक्वल्स टु देखि यताको राइट ह्यान्ड साइड RHS LHS तपाईले सुन्नु भएको हैन सो इक्वल्स टु देखि यता छ 3t यो 3t लाई उता लेफ्ट ह्यान्ड साइडमा लिएर जाँदा प्लस 3t उता जाँदा हुन्छ यो माइनस 3t हुन्छ यो इक्वल्स टु को इक्वल्स टु भयो ओके यो इक्वल्स टु को इक्वल्स टु भयो अब अत्तालिनु हुँदैन नानी हो एकदमै कन्सन्ट्रेट गरेर एकदमै बिस्तारै स्टेप मात्रै फलो गर्नुपर्छ हामीले के लेख्यो यो 5t को 5t लेख्यो यदि अरु जग्गा कहीं भेरिएबल छ कि छैन हेर्यो देख्यो राइट ह्यान्ड साइडमा छ त्यही कारण उतापट्टि जाँदा साइन चेन्ज हुन्छ यदि यहाँ प्लस यहाँ केही साइन छैन भने प्लस छ यो प्लस चाहिँ उता जाँदा के भयो माइनस भयो माइनस 3t भयो ओके अब इक्वल्स टु दिएको यता को रह्यो त्यो हेर्नुपर्छ यो 3t त अघि उता गयो यहाँ को रहेको छ माइनस 5 रहेको छ अनि अरु जग्गा कहीं कन्स्ट्यान्ट टर्म छ कि छैन हेर्नु पर्यो लेफ्ट ह्यान्ड साइडमा छ कन्स्ट्यान्ट टर्म कति छ -3 अघि -3 चाहिँ इक्वल्स टु दिएको यता आउँदा के हुन्छ भनेको छ के सिकेको छ कि हामीले साइन चेन्ज हुन्छ +3 बनिन्छ भनेर अघि हामीले सिकेको छ इज इट भेरी गुड नेक्स्ट अब हेर्नुस् त 5t को अगाडि साइन के छ केही छैन दैट मीन्स प्लस 3t को अगाडि साइन के छ माइनस प्लस माइनस माइनस 5t मा 3t घटाउँदा 2t भयो ओके अब 5t र 3t मा यस 5t र 3t मा को ठुलो 5t को अगाडि साइन के छ प्लस यो पनि प्लस भयो चेक गर्नुपर्छ ल नानी हो अलवेज यो हेबिट राख्नुपर्छ तपाईले इक्वल्स टु एज इट इज नाउ 5 को अगाडि साइन माइनस 3 को अगाडि साइन प्लस माइनस माइनस 5 माइनस 3 कति हुन्छ 2 हुन्छ अब नानीहरुले यतिकै छोड्छ है हेर्नुस् है यतिकै छोड्छ हैन 5 माइनस 3 2 त भयो तर 5 र 3 मा को ठुलो 5 ठुलो 5 को अगाडि साइन के छ माइनस छ त्यही कारण यहाँ माइनस साइन आउँछ ओके अब यो t as it is equals to यो -2 as it is ओके यहाँ t सँग 2 के हुँदै थियो t सँग 2 मल्टिप्लाई हुँदै थियो अघि हामीले बेसिकमै पढिसकेको छ हैन t सँग 2 के हुँदै थियो मल्टिप्लाई हुँदै थियो इक्वल्स टु देखि यता आउँदा के हुन्छ डिवाइड हुन्छ ओके अब t इक्वल्स टु यो माइनस एज इट इज 2 1 जा 2 2 1 जा 2 दैट मीन्स कति आयो आन्सर 1 आयो 1/1 आयो डिनोमिनेटरमा 1 छ भने हामीले लेख्नु पर्दैन लेख्दा हुन्छ नलेख्दा हुन्छ ओके सो हाम्रोमा आन्सर आयो t को भ्यालु आयो कति -1 ओके आई होप यु अन्डरस्टुड इज इट इट्स भेरी सिम्पल इज इट अब हामी अर्को क्वेशन गर्छौं अर्को क्वेशन कस्तो छ भन्दाखेरि चाहिँ x प्लस ओके यस x प्लस 5 इक्वल्स टु 2/3 x प्लस 3 ओके यस्तो छ हेर्नुस् है कहाँदेखि कहाँ पुग्दैछ लेभल अलिकति माथि बढ्दैछ बेसिक कुरालाई फलो गर्नुहोस् जानिहाल्नुहुन्छ यो पनि ओके अब हेर्नुस् यो x को x भयो यो प्लस को प्लस भयो यो 5 को 5 भयो अकॉर्डिंग टु बोर्ड मास BODMAS इज इट सिम्पल मा BODMAS ब्रैकेट अफ डिभिजन यदि काइन तपाईले ब्रैकेट देख्नु भने पहिला ब्रैकेटलाई सल्भ गर्नुपर्छ यहाँ ब्रैकेट छ पहिला हामीले ब्रैकेट सल्भ गर्नुपर्छ ओके अलवेज माइन्डमा राख्नुहोस् ओके ब्रैकेट BODMAS अनि ब्रैकेट अफ डिभिजन मल्टिप्लिकेसन एडिसन एन्ड सबट्र्याक्सन ओके ओके अब यहाँ हेर्नुहोस् यो ब्रैकेट इंडिकेट मल्टिप्लिकेसन दैट मीन्स यो बाहिरको कुरोले चाहिँ भित्रकोलाई के हुँदैछ मल्टिप्लाई हुँदैछ आत्तिनु हुँदैन बिस्तारै पहिला यसले यसलाई मल्टिप्लाई गर्नुपर्छ ओके 2 * x 2x अनि मुनिको छ 3 छ 3 एज इट इज ओके अब फेरि यसले यसलाई मल्टिप्लाई गर्नुपर्छ दुईटालाई किनभने ब्रैकेट होल ब्रैकेट लागेको छ नि त होल ब्रैकेट मीन्स यसले यसलाई पनि मल्टिप्लाई यसले यसलाई पनि मल्टिप्लाई हुनुपर्छ ओके अब यसले यसलाई त गरिसक्यो अब यसले यसलाई बिफोर मल्टिप्लाई गर्दा एउटा रुल याद गर्नुहोस् तपाईले अलवेज मल्टिप्लाई गर्दा पहिला साइन मल्टिप्लाई गर्नुपर्छ त्यसपछि नम्बर मल्टिप्लाई गर्नुपर्छ इफ देयर इज भेरिएबल देन यु हैव टु मल्टिप्लाई भेरिएबल एट द एन्ड इफ यु फलो दिस 3 रुल काहीँ पनि तपाईको मिस्टेक हुने चान्सेस हुँदैन लेखेर राख्नुहोस् ओके अब आयो साइन मल्टिप्लाई यो 2 को अगाडि साइन के छ केही छैन भने प्लस छ यो 3 को अगाडि प्लस प्लस प्लस
प्लस आइहाल्यो पहिला, त्यहाँदेखि 2 into 3 6 भइहाल्यो, डिभाइडेड बाई मुनिको छ 3, डिनोमिनेटरमा जे छ त्यही लेख्नु पर्यो। ब्र्याकेट सल्भ भइसक्यो हैन। अब तपाईहरुले भेरिएबललाई एकपट्टि, कन्स्ट्यान्ट टर्मलाई एकपट्टि तपाईले लाँदा हुन्छ। जस्तै यहाँ के छ x छ, ओके, यहाँ x छ, x को x भयो। अर्को भेरिएबल कहाँ छ तपाईले हेर्नु पर्यो, अर्को भेरिएबल यहाँ छ। सो इक्वल्स टु को यतापट्टि राइट ह्यान्ड साइडमा, सो प्लस 2x/3 उता जाँदा माइनस 2x/3 भयो। अब यो इक्वल्स टु के इक्वल्स टु यो त उता गइहाल्यो, को रह्यो 6/3, यो काटिन्छ, 3 1 जा 3, 3 2 जा 6, सो आन्सर कति आयो 2 आयो। 2/1 1 लेख्नु पर्दैन। अब कन्स्ट्यान्ट टर्म अर्को जग्गा कहाँ चाहिँ हेर्नुपर्छ, कन्स्ट्यान्ट टर्म यहाँ छ +5 लेफ्ट ह्यान्ड साइडमा, +5 लेफ्ट ह्यान्ड साइडदेखि राइट ह्यान्ड साइड इक्वल्स टु को यता आउँदा इट विल बिकम -5, ओके। अब यो x को मुनि केही छैन भने 1, कतिजना नानीहरूले के गर्नुहुन्छ, यो x भनेको के हो, यो x भनेको 1x हो। सो 1x मा यो 1x को अगाडि साइन प्लस, यो माइनस, प्लस माइनस माइनस, 2x मा 1x घटाउँदा 1x, रङ हो। किन भन्दाखेरि यो फ्र्याक्सनमा छ, यो फ्र्याक्सनमा छैन। सो हामीले एउटा कुरा, एउटा फ्र्याक्सनमा चाहिँ एउटा नर्मल छ भने हामीले कहिले पनि सिधै हामीले एड या सबट्र्याक्ट गर्न सक्दैन, हामीले त्यसको एलसीएम निकालेर गर्नुपर्छ। यो x को मुनि केही छैन भने हामीले 1 लाउनु पर्छ, ओके। x को मुनि केही छैन भने 1, अब 1 र 3 को एलसीएम निकालेर गर्नुपर्छ। अब यहाँदेखि मुनि मैले लेखेँ भने तपाईले देख्नुहुन्न होला, सो माथिको म मेटाइदिन्छु, ओके। माथिकोलाई म रफ गरिदिन्छु, ओके। अब यहाँ हेर्नुहोस्, यो सल्भ गर्नु पर्यो। यो सल्भ गर्दा पहिला 1 र 3 को एलसीएम, 1 र 3 को एलसीएम, 1 र 3 को एलसीएम 3 हुन्छ, 1 3 जा 3, ओके, 3 हुन्छ। अनि प्राय जस्तो कतिजना नानीहरूले के गर्नुहुन्छ, क्रस मल्टिप्लाई गर्नुहुन्छ। क्रस मल्टिप्लाई गर्दा एभ्री टाइम क्रस मल्टिप्लाई एप्लिकेबल हुँदैन, सबैमा आन्सर आउँदैन। याद गर्नुहोस् है, कतिजना अब इजी वे को लागि कतिजनाले त्यसरी सिकाउनुहुन्छ, तर क्रस मल्टिप्लिकेसन सबैमा एप्लिकेबल हुँदैन, ओके। यस्तोमा त तपाईहरु क्रस मल्टिप्लिकेसन गर्नुहुन्छ होला। सपोज तपाईकोमा यस्तो आयो 1/2 प्लस 3/2 प्लस 2/5, यसै तीनटा फ्र्याक्सनलाई जोड्नु पर्ने या सेपरेट गर्नु पर्ने आयो, त्यति बेला कुन कुन क्रस मल्टिप्लाई गर्नुहुन्छ हैन, त्यति बेला मिल्दैन नि त। त्यही कारण क्रस मल्टिप्लाई एभ्री टाइम एप्लिकेबल हुँदैन, ओके। अब के गर्नु त सर भन्दाखेरि यसको एलसीएम निकाल्छु यो आयो। अब फर्स्टमा को छ हाम्रोमा, डिनोमिनेटर मेथड, फर्स्टमा को छ 1, 1 ले कोसँग मल्टिप्लाई गर्दा 3 आउँछ हेर्नुपर्छ। सो यु नो दैट 1 3 जा 3, ओके। 1 ले कोसँग मल्टिप्लाई गर्दा यो आउँछ हेर्नु पर्यो, 1 3 जा 3 इन्टु 1 को माथि को छ x छ, साइन के छ माइनस, त्यहाँदेखि अब यसको काम सक्यो, यो साइन जे छ त्यो पनि लेख्यो। अब फेरि यसको काम यहाँ डिनोमिनेटरमा को छ त्यो हेर्नुपर्छ। अब योले कोसँग मल्टिप्लाई गर्दा यति आउँछ हेर्नुपर्छ, 3 1 जा 3 इन्टु 3 को माथि कति छ 2x इक्वल्स टु, यता यहाँको सक्यो, अब इक्वल्स टु को इक्वल्स टु, अब यताको गर्नु पर्यो। सो 2 को अगाडि साइन के छ प्लस छ, 5 को अगाडि माइनस, प्लस माइनस माइनस, 5 मा 2 घटाउँदा it will become 3 and यतिकै छोड्छ, छोड्नु हुँदैन है। आई एम रिपिटिङ अगेन एन्ड अगेन, छोड्नु हुँदैन। 5 र 2 मा को ठुलो 5, 5 को अगाडि साइन के छ माइनस, it will become -3, okay। So after that 3 into x, 3x, this minus as it is 1 into 2x, 2x, this 3 as it is and equals to this -3 as it is, ओके। अब 3x को अगाडि साइन के छ प्लस, 2x को अगाडि माइनस, प्लस माइनस माइनस, सरी यस, प्लस माइनस माइनस, 3x मा 2x घटाउँदा 1x, दैट मिन्स 1 त लेख्नु परेन, x भयो। हेर्नुस् है, फेरि भन्दैछु है, 3x को अगाडि प्लस, 2x को अगाडि माइनस, प्लस माइनस माइनस, 3x मा 2x घटाउँदा 1x भयो, 1 त लेख्नु पर्दैन किनभने यहाँ केही छैन भने 1 छ, ओके। अब 3x र 2x मा को ठुलो 3x, 3x को अगाडि साइन के छ प्लस, त्यही कारण प्लसै छ, डिवाइडेड बाइ मुनि को रह्यो 3 इक्वल्स टु यो -3 को -3, ओके। यो x एज इट इज इक्वल्स टु एज इट इज, दिस -3 एज इट इज, x को x सँग 3 के हुँदैछ डिवाइड, यता आउँदा के हुन्छ मल्टिप्लाई, अघि हामी डिस्कस गरिसकेको छ, इज इट।
x इक्वल्स टु यहाँ के हुँदैछ मल्टिप्लाई सो मल्टिप्लाई गर्दा पहिला के मल्टिप्लाई गर्नु पर्यो साइन यहाँ के छ माइनस यो 3 को अगाडि प्लस माइनस प्लस माइनस 3 into 3 9 यो हाम्रो आन्सर आयो ओके यो पनि सिम्पल वान है थियो आई होप everyone understood is it now we are going to solve one more question and very important question okay very important question if we have like 2x by 3 plus 3 equals to 7x by 3 minus 6 okay एम त्यही हुनुपर्छ हाम्रो एम के हुनुपर्छ सेम भेरिएबल पहिला ब्र्याकेट छ छैन ब्र्याकेट अफहरु यहाँ केही पनि देखिएको छैन इज इट सो एम हाम्रो एउटै मात्रै हुन्छ भेरिएबल वान साइड कन्स्ट्यान्ट टर्म वान साइड ओके अब यो 2x को 2x भयो बाइ 3 को 3 यो 2x by 3 को 2x by 3 अर्को भेरिएबल कहाँ छ भन्दा राइट ह्यान्ड साइडमा कति छ प्लस 7x by 3 सो प्लस 7x by 3 उता जाँदा माइनस 7x by 3 भयो इक्वल्स टु यताको छ माइनस 6 प्लस 3 यता हुँदा हुन्छ यो माइनस 3 ओके अब के भयो भेरिएबल एकपट्टि भयो कन्स्ट्यान्ट टर्म एकपट्टि भयो आई होप हजुरहरूले बुझ्नु हुँदैछ जेट अब यहाँ हेर्नुहोस् ल एउटा कुरा यहाँ डिनोमिनेटरमा यहाँ पनि 3 छ यहाँ पनि 3 छ एलसीएम निकालिरहनु पर्दैन यसमा ओके किनभने यो एलसीएम 3 नै हुन्छ अनि माथि जे छ त्यही लेखिदिनुहोस् 2x minus 7x डाइरेक्टली यदि डिनोमिनेटर सेम छ भने तपाईले एलसीएम निकालिरहनु पर्दैन कसको टर्नहरु खेलिरहनु पर्दैन डाइरेक्ट 3 m 3 लेखे माथि जे छ त्यही सेम ओके त्यो भयो अब माइनस माइनस के हुन्छ नानी हो माइनस माइनस प्लस 6 plus 3 9 भयो 6 मा 3 जोड्दा कति भयो 9 ओके सो अब एउटा सेकेन्ड लास्ट क्वेशन हामी डिस्कस गर्छौं आफ्टर दैट आई विल गिभ सम homework which is very important for your exam okay exam भयो या 7 8 9 10 सम्म नै यो कुराहरु एकदमै इम्पोर्टेन्ट छ है नानी ओके विदाउट वेस्टिङ आवर टाइम लेट्स स्टार्ट अघि भनेको छु मैले भेरिएबल एकपट्टि र कन्स्ट्यान्ट टर्म एकपट्टि हेर्नु भन्दा अगाडि काई ब्र्याकेट छ छैन हेर्नुपर्छ बिकज अकॉर्डिङ टु बोर्ड मार्क्स वी हैव टु सल्भ ब्र्याकेट फर्स्ट इज इट त्यो तपाईलाई याद हुनुपर्छ लेफ्ट ह्यान्ड साइडमा जे छ त्यो एज इट इज लेख्नुहोस् तपाईले जस्तै यहाँ 8x एज इट इज भयो यो प्लस 4 एज इट इज भयो यहाँ यो ब्र्याकेट छ हामीले यो पहिला सल्भ गर्नुपर्छ ओके अनि ब्र्याकेट इन्डिकेट मल्टिप्लिकेसन मैले अघि भनेको छु अनि मल्टिप्लाई गर्दाखेरि तपाईले पहिला के मल्टिप्लाई गर्नुपर्छ भने फर्स्ट साइन भेरी गुड आफ्टर दैट नम्बर आफ्टर दैट इफ देयर इज अ भेरिएबल वी हैव टु मल्टिप्लाई भेरिएबल ओके सो जस्तै फर्स्टमा यसलाई मल्टिप्लाई गर्नुपर्छ सो 3 को अगाडि साइन प्लस x को अगाडि साइन प्लस 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 नो नीड टु राइट ओके 3 into x 3x भयो अब सरले त भन्नुहुँदै थियो अघि पहिला नम्बर अनि त्यहाँदेखि भेरिएबल भन्नुहुँदै थियो त यो त के बुझेन 3 into x डाइरेक्ट भयो यो चाहिँ डाइरेक्टली भनेको तर x को अगाडि केही छैन भने 1 छ सो 3 1 जा 3 x एज इट इज x को x किनभने अर्को भेरिएबल छैन नि त x मात्रै छ त्यही कारण x एज इट इज हो तर त्यो गरिरहनु भन्दा 3 into x 3x भनेर हामी डाइरेक्टली गर्छौं ओके अब यसले यसलाई गरिसकेपछि फेरि यसले यसलाई गर्नुपर्छ सो 3 को अगाडि साइन प्लस 2 को अगाडि पनि साइन प्लस 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 भयो अनि 3 into 2 6 भयो तपाईहरु कतिजनालाई याद छैन होला याद गर्नुहोस् है प्लस इन्टु प्लस प्लस हुन्छ माइनस इन्टु माइनस पनि प्लस हुन्छ सेम छ सेम साइन छ प्लस प्लस छ भने प्लसै हुन्छ यहाँ पनि सेम साइन छ माइनस माइनस छ भने पनि के हुन्छ प्लस हुन्छ अन्त यदि माइनस इन्टु प्लस छ अरे अपोजिट माइनस र प्लस डिफरेन्ट छ अपोजिट छ भने यो माइनस हुन्छ अनि प्लस इन्टु माइनस छ भने पनि माइनस हुन्छ सो कति बेला प्लस हुने र कति बेला माइनस हुने भन्दाखेरि चाहिँ यदि सेम साइन छ भने चाहिँ प्लस हुन्छ डिफरेन्ट साइन छ माइनस प्लस अथवा प्लस माइनस छ भने चाहिँ माइनस हुन्छ याद गर्नुहोस् त्यो कतिजनालाई तपाईहरुले याद त छैन त भन्न मिल्दैन तपाईले कतिजना बिर्सिसकेको हुनुहुन्छ सो यो कुरा तपाईले याद गर्नुपर्छ ओके अब यति भयो ब्र्याकेट सल्भ भइसकिसक्यो ब्र्याकेट सल्भ भइसकिसकेपछि चाहिँ तपाईले त्यहाँदेखि अब भेरिएबललाई एकपट्टि कन्स्ट्यान्ट टर्मलाई एकपट्टि गर्दा हुन्छ जस्तै यहाँ 8x छ
यो 8x को 8x भयो अर्को भेरिएबल कहाँ छ हेर्नु पर्यो यहाँ छ दैट मीन्स राइट ह्यान्ड साइडमा कति छ +3x इक्वल्स टु उता जाँदा अथवा राइट लेफ्ट ह्यान्ड साइडमा जाँदा इट विल बिकम -3x दिस इक्वल्स टु एज इट इज इक्वल्स टु देखि यता को बाँच्यो पहिला हेरिहाल्नु पर्यो 3x त अघि उता को बाँच्यो +6 दैट मीन्स 6 ओके एन्ड उतापट्टि कन्स्टेन्ट टर्म को छ +4 छ +4 इक्वल्स टु देखि यता हुँदा -4 it will become -4 so 8 को अगाडि साइन छ +3 को अगाडि माइनस प्लस माइनस दैट मीन्स अपोजिट भयो प्लस माइनस माइनस 8x मा 3x घटाउँदा it will become 5x 8x and 3x which one is greater 8x having sign plus so यो पनि बन्यो plus 5x now यो इक्वल्स टु एज इट इज 6 को अगाडि साइन केही छैन दैट मीन्स प्लस 4 को अगाडि माइनस प्लस माइनस माइनस 6 मा 4 घटाउँदा 2 6 र 2 मा 6 र 4 मा को ठुलो 6 को अगाडि साइन के छ प्लस त्यो +2 भयो अब यहाँ भेरिएबल एकले भइसकेको छैन यहाँ x छ x सँग को छ 5 छ सो x इक्वल्स टु 2 एज इट इज x सँग 5 के हुँदै थियो मल्टिप्लाई यता र के हुन्छ डिवाइड सो सरी ओके सो 5 यहाँ मल्टिप्लाई हुँदै थियो यता र के हुन्छ डिवाइड हुन्छ अब डिवाइड हुन्छ भने गरिदिनुस् नभए तपाईले यतिकै राख्दाखेरि पनि हुन्छ ओके नाउ वी आर गोइङ टु डिस्कस लास्ट क्वेशन ओके तपाईले यति बुझ्नु भयो यति राम्रोसँगले तपाईले सिक्नु भयो यति बुझ्नु भयो भने तपाईले एकदमै सजिलो प्रकारले एक्जाम गर्न सक्नुहुन्छ ओके एक्जाममा तपाईको राम्रो भन्दा राम्रो मार्क्स आउँछ ओके यो कुरा तपाईले याद राख्नुहोस् अब अर्को छ अरे लेट्स कन्सिडर 2a इक्वल्स टु 4a ओके 2a इक्वल्स टु 4a माइनस 8/5 ओके 8/5 छ अरे लेट्स कन्सिडर ओके एम के हुनुपर्छ भेरिएबल एकपट्टि सो यहाँ को छ 2a छ 2a को 2a भइगयो ओके अब अर्को भेरिएबल कहाँ छ हेर्नु पर्यो अर्को भेरिएबल राइट ह्यान्ड साइडमा छ कति छ +4a यता आउँदा इट विल बिकम -4a यो इक्वल्स टु एज इट इज त्यहाँदेखि यता को बाँच्यो -8/5 ओके 2a को अगाडि साइन प्लस 4a को अगाडि माइनस प्लस माइनस माइनस 4a मा 2a घटाउँदा इट विल बिकम 2a अब 2a र 4a मा को ठुलो 4a को अगाडि साइन के छ माइनस छ त्यही यहाँ माइनस लाग्यो इक्वल्स टु यता को बाँच्यो -8/5 यहाँ पनि माइनस छ अनि यहाँ पनि माइनस छ त्यही क्यान्सल भयो ओके सो यहाँ अब 2 सँग a के हुँदैछ सरी a सँग 2 के हुँदैछ मल्टिप्लाई हुँदैछ a सँग 2 के हुँदैछ अरे मल्टिप्लाई सो यो a को a भयो देख्नुहुन्छ होला आई होप a को a इक्वल्स टु यता को बाँच्यो 8 को 8 5 को 5 2 सँग a के हुँदै थियो मल्टिप्लाई यता आउँदा के हुन्छ डिवाइड दैट मीन्स 2 यहाँ र मल्टिप्लाई हुन्छ ओके अब a को a इक्वल्स टु यो 8 को 8 भयो त्यहाँदेखि 5 2 जा 5 into 2 10 भयो अब यो काटिन्छ भने काट्नुहोस् नभए यतिकै आन्सर सो 2 4 जा 8 and 2 5 जा 10 सो आन्सर कति आयो 4/5 यति तपाईले बुझ्नु भयो भने 7 8 and 9 मा कतिवटा क्वेशन हो तपाईले एकदमै आरामले गर्न सक्नुहुन्छ ओके नाउ आई विल गिभ यु सम होमवर्क solve it practice it and if you are not able to solve feel free to ask me okay